हेलो हेलो साथीहरू, स्वागत छ फेरि पनि तपाईँहरूलाई नयाँ अर्को भिडियोमा। आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। र अनि यो भिडियो चाहिँ धेरै नै ढिलो भइसक्यो, त्यही पनि नयाँ जस्तै मानेर हेरिदिनु होला र सँगसँगै हेरौँ के कस्तो लाग्छ। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है। ल भिडियोलाई नगरी सुरु गरौँ। हामी चाहिँ बिहानै आइसकेपछि एकछिन रमाइलो गऱ्यौँ त्यहीँ, र त्यसको साथसाथै केही बेरमा हामीले चाहिँ खाजा खाने कार्यक्रम चाहिँ सुरु भइसकेको थियो। र यहाँ देख्न सक्नुहुन्छ हाम्रो नानी बाबुहरूले चाहिँ खाजा खाइराख्नु भएको छ, रमाइलो गर्दै मिठो छ भन्दै खाइराख्नु भएको छ। यहाँ सबैजनाले खाजा खाँदै हुनुहुन्थ्यो, मिठो मानेर तागत आयो भन्दै अन्डा र चना खाइसकेपछि। र त्यस सँगसँगै हाम्रो चाहिँ एउटा गेम सुरु हुन्छ, कम्पिटिसन। हेर्नुहोस् न, अब कसले अन्डा चाहिँ एकैचोटिमा देख्न सक्नुहुन्छ एकदमै रमाइलो तरिकाले कम्पिटिसन चलिरहेको छ। र खाइसकेपछि फेरि केटाहरूलाई त फेरि ताकत आयो, ताकत अब चाहिँ बलियो भयो भन्दैछन् है। तिमीहरू यहाँ आउने यता ल, तेरो पनि खोल्छ न, खोल्छ छिटो। सबले खायो त अनि त यता हेर्नु, अहिले ताकत आयो है। अहिले रोक रोक, एकछिन रोक रोक न, अहिले अट्छ। रोक रोक, ल ताकत आयो कि नै? यसरी ताकत आयो। ल तेरो पानी चलेर राखेँ एकछिन, राम्रो न। ल हान, हाल 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 फेरि हो होइन, ताकत आयो, ताकत आयो अनि खायो नि ताकत। ल ताकत आयो, यसरी ताकत आयो। हामीले चाहिँ यो सब थोरै हल्का रमाइलोको लागि इन्टरटेनमेन्ट गरौँ भनेर मात्रै गरेका थियौँ। यसलाई अन्यथा नराम्रो नसोचिदिनु होला भनेर चाहिँ मैले यहीँबाट भन्न चाहेँ है। अलि इन्टरटेनिङ गरौँ भन्ने मात्रै हो हाम्रो चाहिँ। हामी चाहिँ खाजासाजा खाइसकेपछि हामी पिकनिक गएको ठाउँ चाहिँ अलिकति अवलोकन गरौँ भन्ने हिसाबले चाहिँ गरौँ भनेर हामी चाहिँ सबैजना चाहिँ यसो घुम्नलाई निस्केका थियौँ। र देख्न सक्नुहुन्छ यहाँ ताती लागेका छौँ हामी, यति धेरै छौँ कि रमाइलो गर्दै गर्दै हिँड्दै छौँ। हेर्नुहोस् हाम्रो रमाइलो हेरेर तपाईँ पनि रमाइलो भन्नुहोस् है त। एउटा दुइटा हामीले सर्ट भिडियोहरू पनि बनायौँ। र सँगसँगै यो पुलमा चाहिँ धेरै रमाइलो गरेका थियौँ। र यहाँ चाहिँ भिडियोहरू हराएछ मेरो, त्यसको लागि माफ गरिदिनुहोस् होला है त। पुलमा घुमेर हामी फर्केर आइसकेपछि फेरि गयौँ पौडी खेल्नको लागि। स्विमिङ खेलेको भिडियो चाहिँ मैले पुरै हालिनँ, किनभने कपिराइट इस्यु हुन्छ है त साथीहरू। हेर्नुहोस्, इन्जोय गर्नुहोस्। पौडी खेलेको भिडियोहरू खतरा खतरा डाइभ हान्छन् केटाहरूले, यस्तो मजाले खेले, यस्तो चिसोमा पनि चिसो नमानेर है त। पौडी खेल्न आइसकेपछि लास्टमा एउटा ग्रुप फोटो पनि हान्न पऱ्यो नि, खतरा तरिकाले के हो र। पौडी खेलेर आइसक्दा यहाँ चाहिँ खानाको लागि सबै सामानहरू तयार गर्दै हुनुहुन्थ्यो सर म्याडम, र सँगसँगै 5 क्लासका नानीहरू पनि हुनुहुन्थ्यो। सर म्याडमहरूलाई सघाउँदै मजाले काम गर्दै हुनुहुन्थ्यो। हेर्नुहोस्, कोही नाच्दै रमाइलो गर्दै त कोही साथीहरू गफ गर्दै, कसैले सर म्याडमहरूलाई सहयोग गर्दै हुनुहुन्थ्यो। र सँगसँगै हाम्रो यता सरहरूले चाहिँ छुट्टै डिपार्टमेन्ट बनाएर आफ्नो काम गर्दै हुनुहुन्थ्यो, तरकारीहरू पकाउँदै हुनुहुन्थ्यो। ल हेर्नुहोस् त हाम्रो तरकारीहरू के कस्तो बनिरहेका छन्, हेर्न सक्नुहुन्छ है त। ल हाम्रो चाहिँ यता विराट सरले चाहिँ हाम्रो मासु कस्तो भइरहेको छ, मासु हेरौँ भन्दै मासु देखाउँदै हुनुहुन्छ। हेर्नुहोस् त कस्तो भएको छ त है त। हेर्दै खाउँ खाउँ लाग्ने, सायद मासु लभर भएर होला, मासु देखेपछि त खाउँ खाउँ लाग्ने, तर एकदमै मिठो र टेस्टी बनेको थियो।
खानाहरू भनेर सबै रेडी भइसकेपछि हाम्रो चाहिँ 5 क्लासको भाइ बहिनीहरूबाट नै खाना खान सुरु गर्ने भन्ने हुन्छ। किनभने सबैभन्दा सानो क्लास नै 5 क्लासको लगेका हुन्छौँ हामीले चाहिँ, त्यसै कारणले 5 क्लासबाट चाहिँ खाना खान चाहिँ सुरु हुन्छ। र यहाँ देख्न सक्नुहुन्छ 5 क्लासको भाइ बहिनीहरू बसेर मजाले खाना खाँदै हुनुहुन्छ है। एकदमै राम्रोसँग चट्ट परेर मिलेर बसेर, अनि मैले चाहिँ के पुगेको छैन भन म ल्याइदिन्छु भनेर चाहिँ म साइडमा बसिरहेको छु है। देख्न सक्नुहुन्छ मजाले मिठो 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 भन्दै खाइराख्नु भएको छ है त। सँगसँगै यता साइडमा अरू कक्षाका भाइ बहिनीहरूले पनि मजाले खानाहरू खाँदै हुनुहुन्छ। कसैलाई चाहिँ मोबाइल हेरेर खानुपर्ने थिए, हेर्न सक्नुहुन्छ त्यहाँ कोपिलाजीलाई मोबाइल हेर्दै खानुहुन्छ र अरूले पनि खाइराख्नु भएको छ। मिठो मानेर देख्नुहोस् त। अरू चाहिँ यता 2 जना छुट्टै हुनुहुन्थ्यो र भिडियोमा नआउने भन्दै हुनुहुन्थ्यो, त्यही पनि मैले लिइहालेँ सरी। र यता छन् हाम्रा भाइहरू छुट्टै मोज मस्तीका साथ खाइरहेका छन्, मजाले बसेर रमाइलो गर्दै है। हाम्रो यतातिर पनि बहिनीहरू हुनुहुन्छ, खै किन छुट्टै बसेर खाना खाँदै हुनुहुन्छ, के लाग्यो कुनै उहाँहरूलाई पनि एकजना खाँदै हुनुहुन्छ, अरू पछाडि देख्नुहुन्छ नाचिराखेको। खाना खाइसकेपछि चाहिँ हाम्रो नाच कार्यक्रम सुरु हुन्छ। ल हेर्नुहोस् है त्यो डान्स हाम्रो। कोही कतै नाच्दै रमाउँदै त कोही आफ्नै टिकटक बनाउँदै, रमाइलो त गर्न पर्यो। र कोही यता छुट्टै हुनुहुन्छ फेरि उहाँहरूलाई त रमाइलो छ, हामी रमाइलो गर्दैछौँ। के गरेर बस्नु भएको छ कुन्नी, उहाँ त स्पेसल सिङ्गर डान्सर सबै हुनुहुन्थ्यो। ल चाउ चाउ बस। उहाँहरू चाहिँ रिसाएर बस्नु भएको छ, खै के भएछ, कुन चाहिँ पीडामा डुब्नु भयो। उहाँहरू चाहिँ वरिष्ठै भए रिसाएर बस्नु भयो। उहाँहरू आउँदै हुनुहुन्छ झर्ना थापाहरू। हाम्रो त हिरोनी हुनुहुन्छ त हाम्रो स्कुलमा, त सबै हिरोनीहरू हुनुहुन्छ।
यस्तै खेल्दै रमाइलो गर्दा गर्दै थाहै भएन कति छिटो त्यो एक दिन बितिगएछ। काश अझै एकछिन अरू त्यहाँ बसेर रमाइलो गर्न पाइदिएको भए कति रमाइलो हुन्थ्यो होला। अब फेरि यस्तै रमाइलो हामी अर्को वर्ष गर्ने बाचाका साथ अहिलेलाई चाहिँ यसपालिको 2022 सालको पिकनिकलाई यहीँ अन्त्य गरौँ। र यो भिडियो जो हेर्दै हुनुहुन्छ यो चाहिँ दोस्रो दिनको है साथीहरू। दोस्रो दिन हाम्रो नर्सरी कक्षादेखि 4 कक्षासम्म 4 कक्षासम्मका विद्यार्थीहरू चाहिँ पिकनिक गएका थिए र त्यसै बेलामा चाहिँ हामी रमाइलो गरेको पलको भिडियो हो यो चाहिँ थोरै राखेँ है, माफ गर्नु होला यदि तपाईँहरूलाई देखेर इस्टाहा भयो भने सरी। अनि यहाँसम्म हेरेर अन्तिमसम्ममा आइसक्नु भएको छ भने भिडियोलाई कृपया लाइक र सेयर गरिदिनु होला अनि कमेन्ट पनि मिठो कमेन्ट छोडिदिनु होला तपाईँहरूलाई यो भिडियो के कस्तो लाग्यो र सब्सक्राइब त तपाईँहरूले गरि नै हाल्नुहुन्छ। धन्यवाद है।